साथीहरू, आज म तपाईँलाई हाम्रो एकदमै रमाइलो सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वार्ड नम्बर 7 मा रहेको सुरसिङ झरना देखाउन जाँदैछु। सुरसिङ झरना जाने बेला बाटामा कस्ता हेर्नुस् त अप्ठ्यारा रोडहरू, अफ रोडहरू छन्, जहाँ धन्दा मौसमले साथ दिएर एकदमै बाटो हिलो छैन। खासै बीचमा चाहिँ एकदमै हिलो छ। पानी परेको छ। मौसम एकदम रमाइलो छ, रमणीय ठाउँ, खुला आकाश, हरियाली चारैतिर। एकतिर पुरै भिड छ भने एकतिर गाउँ बस्तीहरू, पारिपट्टि देखिन्छ रमाइला बस्तीहरू। हेर्नुहोस्, हिलो यस्तो छ बाटो। हेर्ने मान्छेहरू फर्किँदै हुनुहुन्छ, कतिजना, कति जाँदै हुनुहुन्छ। बाटोमा एकदमै भिडभाड पनि छ। मान्छे आउने जाने क्रम जारी छ। बाटो पुरै अफरोड, ठाउँमा साना झरनाहरू देख्न सकिन्छ। पानी पर्यो भने यो बाटो हिँड्नलाई एकदमै गाह्रो हुनेछ। मानिसहरू हेर्नुहोस् कति जाँदै हुनुहुन्छ। यहाँ त एउटा 220 बाइक पल्टिएको रहेछ। एकदमै बाटो एकदमै छ अफरोड। हेर्दै जानुहोस्, देख्न सक्नुहुन्छ सानो मिनी झरनाहरू, कल बगेका खोलाहरू, सफा पानी, सुन्दर मौसम देख्न सक्नुहुन्छ। वाउ, नेपाल त्यत्तिकै सुन्दर छैन, सफा पानी। हेर्नुहोस् त, तर बाटो भने बिजोग छ। यहाँको स्थानीय नगर वडाले यो बाटोलाई पर्यटकीय हिसाबले राम्रो बनाउनु पर्ने हो, तर यहाँ त्यति ध्यान दिएको देखिँदैन। अब हामी लाग्यौँ सुरसिङ झरनावाडातर्फ। कुटुङसाङ जाने माथिल्लो बाटो रहेछ, त्यहाँबाट दाहिने लागेपछि हामी सुरसिङ झरनातर्फ लाग्छौँ। पानी भने यति सफा छ, हेर्नुहोस् त। पानी एकदम शुद्ध सफा पानी देखिन्छ। ठाउँमा सानो खोलाहरू, खरे खोलाहरू देखिन्छ। अब हामी नजिक आइपुग्यौँ। यो लास्ट सुरसिङ झरना आउनुभन्दा अगाडिपट्टिको एकदमै हिलो छ। कति बाइकहरू त योभन्दा अगाडि नै राख्नु भएको छ। स्पार्कको गाडीहरू चाहिँ अगाडि नै छन्। यहाँ पछाडिको भाइ झरेर चाहिँ अगाडिबाट भिडियो गरेको छ। अब यो हाम्रो लास्ट गन्तव्य हुनसक्छ हिलोको। अब यो पछि हामी झरना देख्न सक्छौँ, नजिकै छ। सानो पसलहरू पनि देख्न सक्छौँ। हामी पार्किङमा आइसक्यौँ। पार्किङबाट बायाँपट्टि हेर्दाखेरि भिरमौरी प्रशस्त देख्न सकिन्छ। रमणीय ठाउँ, चारै दिशा सुन्दर हरियाली, डाँडाकाँडा। मानिसहरूको भिड देख्न सक्नुहुन्छ। प्रशस्त मात्रामा मोटरसाइकल, गाडीहरू पार्किङ गरिएको देखिन्छ। अब यहाँबाट हामी केही हिँडेर माथि लाग्छौँ। त्यहाँ केही पसलहरू छन् खाजा खाने। यहाँबाट सिधै झरना अगाडिपट्टि छ। त्यहाँबाट हामी 20 मिनट 25 मिनट हिँड्यो भने झरनामा पुग्न सक्छौँ। अगाडि बढ्दै जान्छौँ। बिचमा झरनाको आवाजहरू सुनिन्छ। झरनाको आवाज, चराचुरुङ्गीको आवाज र मान्छे आउने जाने एकदमै मात्रामा छ। कोही नुहाएर आउँदै हुनुहुन्छ। सानो त्यहाँ पोखरी बनाएको छ। यहाँ चाहिँ एकदमै सुन्दर झरना। मानिसहरू एकदमै टाढाबाट आउनुहुँदो रहेछ। काठमाडौँ, दोलखा, सिन्धुपाल्चोकको विभिन्न ठाउँबाट, तराईका जिल्लाहरूबाट नयाँ आवाज एकदमै गुन्दै छ। प्रशस्त मात्रामा झर्ना आवाज
रमाइलो बनाइरहेको हुन्छ। झर्ना एक कुरा ठुलो छ भने अर्कोतिरबाट सानो ठुक्किँदै आएको झर्ना देख्न सकिन्छ। अब हामी यही ठाउँमा सामानहरू यही झोलासँग राख्छौँ र हामी अगाडि बढ्छौँ। अब हामी यहाँ खेल्न सुरु गरिसकेको छ। झर्नामा नुहाउन जानै सकिँदैन, एकदमै बेग छ, गहिरो छ, चिप्ला चिप्ला ढुङ्गा छन्, सतर्क अपनाउनु पर्ने हुन्छ। अब हामी यही झर्नाको चिसो छहरीमा रमाउँदै त्यसै नै भिजिन्छ, तर भिडियो गर्नलाई एकदमै गाह्रो हुन्छ। मोबाइल भिज्छ, क्यामेराहरूले काम गर्दैन, पुस्दै भिडियो गर्दै पुस्दै फोटो खिच्दै गर्न एकदमै गाह्रो हुन्छ है साथीहरू। ल हेर्नुहोस् त, म भने यसमा एकदम दौडिँदै भिडियो बनाउँदैछु, साथीले टाढाबाट खिच्दै। झर्ना हेर्नुहोस्, एकदमै ठुलो छ, गहिरो छ, केही मात्रामा कम्मर भन्दा माथि